नमस्ते, गुड मर्निङ। अनि बिहानको सुरुवात चाहिँ नुहाइधुवाइ गरेँ अनि त्यसपछि पूजापाठ गर्दैछु। अनि यहाँ बेबीले चाहिँ टिका लगाउन लगाइदिनुहोस् भने चाहिँ अनि तर मैले म पूजा गर्छु अनि लगाइदिन्छु भने अनि त्यसपछि ठुलो बेबीलाई लगाइदिएँ टिका। अनि त्यसपछि मैले पनि लगाएँ अनि सानो बेबी चाहिँ कता हराइदिएँ कि अनि आएर फेरि मलाई पनि लगाइदिनुहोस् भने दुईचोटि लाइन कि टिका चाहिँ। अनि त्यसपछि म चाहिँ चिया बनाउन लागेँ अनि चिया चाहिँ पाकिसक्यो। अनि त्यसपछि मैले कपहरूमा राखेँ होइन। अनि कपहरूमा राखेर अनि बिहानको चिया चाहिँ खान लागेँ। अनि त्यसपछि यहाँ कपहरू पनि मैले दुईवटा कपमा राखेँ कि दुईजनालाई। अनि त्यसपछि सानो बेबी चाहिँ यहाँ जिस्काइछन् कि हामीलाई के खायो के हो भन्दा चोकोपाई भनेछन् फेरि होइन। अनि यता ठुलो बेबीले पनि चोकोपाई खाइछन्। अनि त्यसपछि चाहिँ यो के हो भन्दाखेरि खसीको मासु, यो भागला मासु हो होइन। अनि त्यसलाई पनि पकाउन लागेँ साथीहरू। अनि त्यसपछि यो चाहिँ भुटन रहेछ, भुटनलाई पनि तातो पानी हालेर नुन बेसार राखेर भल्काउनतिर लागेँ। अनि त्यसपछि सानो बेबीलाई नुहाइधुवाइ गरिदिएँ, नुहाएर फ्रेस भइन्। अनि ठुलो बेबीले नुहाइन् अनि त्यहाँबाट यहाँ गफ लगाइछन् कि ठुलो बेबीले। अनि त्यसपछि म चाहिँ मासु पकाउनुतिर लागेँ। अनि यता गफ गर्दै अनि मासु पकाउँदै गरेँ मैले होइन। के राखेँ भन्ने कुरा त हजुरहरूलाई मैले भिडियोमा देखाएको छैन, कति रेसिपी मात्रै राख्ने होइन। कहिले काहीँ त यत्तिकै राखौँ न भनेर अनि यत्तिकै राखेँ। अनि त्यसपछि यो भुटनलाई चाहिँ मैले धोइधाइ गरेर अनि पखालेर पनि राखेँ अनि मासु पनि पाक्यो। थ्याङ्क यू फर